Hello everyone, welcome to my mini vlog. हेर्नुस् है म चाहिँ कहाँ रहेछ हेर्नु त पुरा फ्यान ताप्ने जग्गामा छु ल एक त फ्यान घुमिरहेको छ अनि यहाँ चाहिँ हाम्रो प्यारी सुतिरहेको छ हो हैन कति मजाले सुतिरहेको छ फेरि फेरि सुतेको हो कसको नानी हो के हो छक्कै पर्दैन होला म तपाईहरुलाई भनिदिन्छु गाइस म चाहिँ अहिले म तपाईहरुलाई डाइरेक्टली यहीँ आएर देखाएँ हैन म चाहिँ कहाँ छु भने चाहिँ म चाहिँ कहाँ छु भने म चाहिँ मेरो दिदीकोमा यता सिलगढी आइरहेको छु हैन त्यस्तै अस्तिदेखि नै हाम्रो 2-3 महिनादेखि नै आउने प्लान थियो हैन अन्त दिदीलाई भेट्नु पनि थियो अन्त अर्कै एउटा काम पनि थियो हो अन्त यहाँ दिदीको अलिक उयोहरू पनि प्रब्लमहरू पनि भएर अब मिन्स अब त्यस्तो नराम्रो छैन अब दिदीको सासु आमा पनि फस्नु भएको थियो हैन अन्त त्यतिकै हामी भेट्दै आएको हो अन्त यहाँ नानीलाई पनि अब नानी म 1 वर्ष भएको नभेटेको मैले लास्ट इयर भेट्दाखेरि चाहिँ दिदीको नानी चाहिँ पेटमा थियो गाइस अचम्म छ भन्नु न लास्ट इयर मैले दिदीलाई भेट्दाखेरि चाहिँ दिदी नानी चाहिँ भएको थिएन त्यतिखेर नानी चाहिँ अब हुनेवाला थियो भर्खर जस्ट स्टार्टिङ 1 कि 2 मन्थ थियो अन्त अहिले चाहिँ हेर्नुहोस् कत्रो भएको छ गाइस मेरो आइला चाहिँ यहाँ चाहिँ वान एन्ड ओन्ली गाइस मैले ट्राभल गर्दाखेरि चाहिँ एकदम भिडियो बनाउन सकिनँ किनभने चाहिँ म एकदम लेट नाइटमा थियो हैन लेट नाइट भएको कारणले गर्दाखेरि चाहिँ म चाहिँ एकदम आज चाहिँ यस्तो डरलाग्दो भएर आइपुगेँ कि अन्त अहिले आएर चाहिँ एकदम खानासाना खाएर फ्रेस भएर बसेको हो म तपाईलाई भोलि देखाउँछु अहिले चाहिँ कम्ती झलकमा देखाउने चाहिँ अब भोलिदेखि चाहिँ दामी ब्लग आउने चाहिँ दिदीसँगको सिलगढी ब्लग स्टे ट्युन गाइस गुड नाइट हेभ अ स्विट ड्रिम